जय मसिह सबैजनालाई परमेश्वरको महिमा होस्। बाइबल अध्ययन युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक छ प्रभुलाई खोज्नु। यदि तपाईँ सुख र तिर्खाएको भूमिमा हुनुहुन्छ जस्तो लाग्छ भने प्रभुलाई खोज्नुहोस्। प्रायश्चितको दिन पालना गर्नुहोस् र उहाँ आउनुभएको र उहाँको वचनको प्रतिज्ञा पूरा गर्नुभएको देख्नुहोस्। आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। भजन सङ्ग्रहको पुस्तक 126 को 5। जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्किने छ। बहुमूल्य बिउ बोकेर निस्कन्छ र रुन्छ निसन्देह आफ्ना बिटाहरू दिएर रमाइलो गर्दै फेरि आउनेछ। भजन सङ्ग्रहको पुस्तक 126 को 6। किनकि म तिर्खाएको मानिसमाथि पानी खन्याउनेछु र सुक्खा भूमिमा बाढीहरू चलाउनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु र तेरो सन्तानलाई आशिष दिनेछु। यशाया 44 को 3। जबसम्म परमप्रभुलाई पाउन सक्छौँ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यशायाको पुस्तक 55 को 6। जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यर्मिया 29 को 13। परमप्रभुको खोजी गर, धार्मिकता खोज, नम्रता खोज। परमप्रभुका रिसको दिनमा सायद तिमीहरूले शरण पाउनेछौ। आजको वचनबाट यहाँहरूले निश्चय पनि आशिष पाउनु भएको छ। यहाँहरूको आजको दिन शुभ रहोस्, आशिषमय रहोस्। प्रभु यीशुको नाममा जय मसिह।